लोग्ने मरेपछि एउटी आइमेको जिन्दगी नै सकिन्छ र? त्यस्तो होइन आमा, तर कान्छी आमा घरमा आउनु भएपछि तपाईँ र बाबाको कहिले पनि सम्बन्ध राम्रो हुन्थेन। अनि मलाई लाग्थ्यो तपाईँले बाबालाई मन पराउनुहुन्न थियो। मन नपरेको भए यति धेरै चोट लाग्थ्यो र मलाई? मैले राम्रो गर्दा गर्दै पनि तेरो बाउले कान्छी स्वास्नी ल्याइसकेपछि मेरो मन साँच्चै मर्यो सपना। त्यसैले त्यसपछि तपाईँ बाबाबाट सधैँको लागि टाढा हुनुभयो होइन? हो, टाढा भयो, तर माया पनि निकै नै गर्थे। किनकि धेरै माया गर्ने मान्छेले नै धेरै घृणा पनि गर्न सक्छ। तेरो बाउले दिएको अपमान, आँसु, एक्लोपन म कसरी बिर्सन सक्छु? बाबालाई घृणा पनि गर्छु भन्नुहुन्छ, अनि फेरि किन उहाँकै नामको सिन्दुर लगाउनुहुन्छ आमा? यो सिन्दुर माया सम्झेर लगाएको होइन सपना। तेरो बाउले गरेको विश्वासघात, मलाई गरेको तिरस्कार, अपमान र हरेक चोट सधैँ सम्झिरहनको लागि लगाएकी हो। मान्छेहरू भन्छन् शान्तिको श्रीमान छैन र पनि शान्तिले सिन्दुर लगाउँछ भनेर। तिनीहरूलाई के थाहा, मेरो यो सिन्दुर मायाको होइन पीडाको चिनो हो भनेर। तर आमा, यति धेरै रिस हुँदा पनि किन सिन्दुर फाल्न नसक्नु भएको? किनकि म चाहन्छु हरेक दिन ऐनामा आफूलाई हेर्दा सधैँ याद रहोस् कि एउटी श्रीमतीको मन कति सजिलै तोडिन्छ भनेर। तेरो बाउ मरेर गयो, तर पनि तेरो बाउले दिएको घाउ अझै निको हुन सकेन। मलाई लाग्थ्यो तपाईँ कठोर हुनुहुन्छ, तर तपाईँभित्र यति धेरै पीडा पनि रहेछ आमा। कठोर त मलाई जिन्दगीले बनायो, नत्र त म पनि अरू श्रीमती जस्तै श्रीमानको माया खोज्ने साधारण महिला थिएँ छोरी। आमा, मैले फेरि तपाईँको पुरानो घाउ कोट्याएर तपाईँको मन दुखाए, मलाई माफ गरिदिनुहोस् है आमा। कहिले पो नदुख्या मन हो र छोरी मेरो। मैले तँलाई यति भन्दाखेरि तैँले मलाई बुझिस्, त्यही पुग्यो मलाई। सायद दीपको आमा आएर दीप नजन्मेको भए हाम्रो सम्बन्ध बिग्रिने थिएन होला र तेरो बाउ पनि बित्ने थिएनन् होला। कान्छी स्वास्नी घर फर्केर नआएकै पिरले तेरो बाउले यो संसार छोडेर गयो र हाम्रो घर पनि लथालिङ्ग भयो। त्यसले त कहीँ गए पनि सुख पाउँदिन होली। सायद अहिले पनि कहीँ कतै बसेर सजाय भोग्छ।